हेलो एभ्रिवान, हजुरलाई स्वागत छ यो मेरो मिनी भ्लगमा है। अनि मलाई आशा छ हजुरले मेरो भ्लग इन्जोय गर्नुहुँदैछ भनेर है। अनि आज पनि सेकेन्ड डे थियो। हामी चाहिँ बिहानै ब्रेकफास्ट गरेर चाहिँ हामी छाङ्गुतर्फ घुम्न निस्क्यौँ है। अनि पपकर्न एकदम खानु अरे चिसो ठाउँमा राम्रो हो भनेर चाहिँ हामीले पपकर्न पनि धेरै बोकेका थियौँ है। अनि हामी चाहिँ फाइनली पुग्यो पनि। अनि फर्स्टमा चाहिँ यहाँ शिव मन्दिर रहेछ, त्यहाँनिर गयौँ अनि हल्का फोटो भिडियो। त्यहाँनिर हेर्नुहोस् न, हामी चाहिँ माथि पापा त कहाँ जानु, माथि आउनु हुँदैछ बल्ल बल्ल हो। त्यसपछि अलिक यता आएपछि चाहिँ बाबा मन्दिर रहेछ हरभजन सिंहको है, त्यहाँनिर गएर एकछिन बस्यौँ है। त्यहाँदेखि यो देख्नु हुँदै गरेको चाहिँ छाङ्गु लेक। अनि हामीले हल्का फोटो पनि लियो। त्यहाँदेखि चिसो चिसोमा तातो तातो लन्च खानु त कस्तो मजा आएको, मिठो है, सिम्पल थियो। अनि यो चाहिँ हामी रोपवेमा चढ्दै थियौँ है गान्तोकमा आएर। अब आमा पापालाई चढाएको नि त। यहाँ हेर्नुहोस् न, भ्यू कति राम्रो देख्छ यहाँ माथिबाट। त्यसपछि हामी फेरि टी स्न्याक्सको लागि गयौँ एमजी मार्गमा है, बेकरी क्याफेमा गएर टी स्न्याक्स भयो। त्यहाँदेखि त हाम्रो रात पनि पऱ्यो, बेलुकाको डिनर हुँदैछ यहाँनिर है। एन्ड थ्याङ्क यू फर वाचिङ, इन्जोय माई भिडियो, बाई बाई।